यात्रा कहाँसम्मको दाइ? यात्रा कहाँसम्मको दाइ? कुन नदी हो? यात्रा कहाँसम्मको दाइ? यात्रा कहाँसम्मको दाइ? जहाँसम्म गन्तव्य लग्ने त्यहाँसम्म जाने हो। हामी कहाँ जानेमा छौँ? हामी त स्वर्ग जस्तो बास स्वर्गद्वारी भन्ने ठाउँ छ। सुप्पा देउराली छिमेकी त्यस्तै त्यस्तै पहाडतिर र साथी लागेको हामी चाहिँ लागेको है अब सुप्पा देउराली। ल गाइज, ल बाई बाई। सञ्जय दाइ ओ सञ्जय दाइले भेटाउनु भयो लट्टी ल ल झन्डा टाङ्नु पर्यो कसको बाइकमा हाल्ने धन्य अहिले ट्राफिकले चाइट बनाउँथ्यो सञ्जय दाइ कहाँ छ नागरिक ल धीरज चाहिँ नि बनाउँदैछ खै खै हेरौँ खै ए के हो यो बिलबुक हो ल है अब एबिसी को याद आयो यो देखेर त झन्डा देखेर केटाहरूको बाइक चाहिँ यहाँ छ तीनवटा बाइकमा आएको एउटा पल्सर हाम्रो राइडर चाहिँ धीरज एउटा एनएसमा आएको त्यसपछि अरू केटाहरू यहाँ बसेर चियर हानिरहेछ हाम्रो राइडर ल केही भन्दैछ केही भन्नु छैन अब अहिले सिधै हाम्रो टार्गेट भनेको सिधै टार्गेट भनेको अरू खाँची सुप्पा देउराली कुन होटल अब आयो टिकटक ओ यहाँ टिकटक बन्दैछ अब यहाँ अलिअलि बादल पनि आइसक्यो है क्या भ्यू आउँदो रहेछ यहाँदेखि कुन नदी हो यो राप्ती नदी हो यो पनि ओ यो भालुवाङको नदी हो भालुवाङको नदी हो झिल फोटो होइन कि साथी भिडियो भइरहेछ है ओ चस्मा हेर न कहाँ हो हामी सुप्पा देउरालीको चिया नेपालबाट सुप्पा देउराली Wristwatch, ain't no shit talk. All my homies rockin' red moons, like a pit stop. Couple whips, I'm like a rock, but I ain't talking matchbox. Spin the block, hit the gas, feel like Danny
फेरि राइड स्टार्ट राइडरहरू अब धेरै टाढा छैन ओन्ली चिया नास्ता भयो त्यसपछि अब दाइको पनि भयो दाइको के भयो यहाँ त धेरै के भएन अरू बोल्छ नि भएन नास्ता भयो अरू थकाइ थियो अलिअलि मेटियो थकाइ पनि मेटियो अलिअलि मेटियो अब अरू सब पदौराली भएर अब माताको दर्शन गरेर नि मनलाई सुख शान्ति पाइन्छ हो साथी बस्ने हो कि चलाउने साथीले चलाउने हो अब हाम्रो राइडर नयाँ राइडर गरे खै चलाउँछन् कि चलाउनु यता नदेखा मलाई हामीले नास्ता खाएको होटल यही हो आउँदा जाँदा पस्दिनु होला होटल मदाने होटलमा जाने नास्ता खाने अनि यहाँदेखि पदौराली जाने त्यसको होटल चाहिँ नि यही हो है होटलको नाम के छ शुभ बिहानी होटल एन्ड लज एउटा तल रेस्ट गरिरहेछ यो चाहिँ हाम्रो बाइकहरू यही होटल हामी बसेको रुम खोज्दा खोज्दा नपाएर यो के लिँदै हो पासवर्ड है जहाँ गयो नि वाइफाई बिना त गाह्रो छ वाइफाई छ त सास छ नभए त गाह्रो छ पानी लगिहालौँ नि एउटाहरू लगिहालौँ पानी अनि हाम्रो इन्ट्री गर्नुपर्ने भयो त इन्ट्री गरिदिनु है भइसक्यो इन्ट्री गरिदिउँ इन्ट्री गरेर पेमेन्ट अलिकति बुझाउनु पर्ने भयो त्यो गरिदिनु सास नै फुल्छ हो त्यति तल छ ल है अब हामी यहाँ रुमभित्र आइसकेको छौँ रुम बुक गरेर हाम्रो केटाहरू फेरि पुरा यस्तरी आफ्नो चिल्ड पारामा दिनभरिको थकान मेटिरहेछ नि यहाँ नारा पानीको त भोलि अनि साथी त फेरि एकदम बिरामी भएछ क्या हो सञ्जय दाइलाई हेर फेरि जय श्रीराम अनि राहुल दाई के छ त हाल त एकदम ठिकै छ बेहाल भन्न पाइएन हजुर किनभने अलिअलि बाटो बेहाल जस्तै थियो हजुर यस्तो हाम्रो माता रानीको अलिअलि बाहिरको नै छवि हेरेर मलाई धेरै खुसी भयो अब खाना पनि पाइरहेको थिएन यस्तो दुर्गम इलाकामा त्यो एउटा नारा पनि भनेको छ त्यसले रब्बा रब्बा भन्नु अध्यक्षज्यू ओए बाहुबलीको कटप्पा राई बाहुबलीको कटप्पा बाटोमा चाहिँ उहाँको कपाल थियो हजुर धेरै स्पिड जाने खाना आइसकेको छ अब बिहानदेखिको भुको अब जाने खाना खानुपर्छ खानामा चाहिँ त्यही हो दाल पापड छ काँक्रो छ नेपाली सलाद साग अनि चामल छ यही हो अरू चाहिँ दुईजना उता बस्नु भएको छ अनि हाम्रो ल ल हामी चाहिँ अब खानासाना खाएर तल रुममा आइसकेको छौँ अब 10 पनि 11 बजिसक्यो अहिलेलाई चाहिँ सुत्छौँ अब आजको लागि यो ब्लग चाहिँ एन्ड गर्छौँ अब भोलि चाहिँ नि अब उता पदौराली मन्दिरको दर्शन गरेको अर्को भिडियोमा आउँछ ल तपाईँले कसरी गरेर यस्तै हो फेरि